यो क्रान्ति नै हो है, मिसह्यान्डल क्रान्ति हो। डेमोक्रेसीको ढोकामा गएर जेनजी का बालबालिकाहरूले सानो चीज मागेका थिए होइन, मेरो इन्टरनेट खोल्देऊ, मेरो 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 चाहिँ सोसियल मिडिया साइट्सहरूलाई बन्देज नलाऊ, त्यति त थियो। अनि एउटा जेनेरिक कुरा के थियो भन्दाखेरि भ्रष्टाचार नियन्त्रण। भ्रष्टाचार त्यो जेनजीले न एक्सपिरियन्स गरेका छ, न ऊ त्यसबाट प्रतारित भएको थियो, एउटा जेनेरिक कुरा थियो, सुशासनकै कुरा थियो होला सायद। तर त्यो पहिलो दिनको आन्दोलनमा जुन किसिमको म्यासेकर भयो नि, हामी त्यो दरबारको म्यासेकरलाई मात्रै म्यासेकर नबनौं, वी हेभ किल्ड सिटिजन्स एट द डोर्स अफ डेमोक्रेसी। संसदको ढोकामा हामीले बालबालिका मारेका छौं, त्यसमा कसैको रिमोर्स छैन। अगेन त्यही ओपन फ्लस खेलिरहेछौं, हामी रिडिम गर्ने कोसिस गरिरहेका छौं। पूर्व प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म त्यसका बारेमा जिम्मेवारी बोधसम्म पनि गर्नुभएको छैन होइन। त्यसैले गर्दाखेरि यो आन्दोलनलाई हामी रिइन्टरप्रेट नगरौं, यसलाई पुरानो रेट्रोस्पेक्टिभ सुगर कोटिङ गर्यौं भने अब अगाडिको बाटो झन् धुमिलो हुन्छ। अब सबैको लेभल प्लेइङ ग्राउन्ड छ, धेरै डिस्मेहरू छन्। यस्तै टेबलमा बसेर जो स्टेक होल्डर्स हुन्, अब नेपालका मुद्दाहरू टेबलमा राखौं होइन। यो संविधान जोग्यो भनेर दीपावली गर्नुपर्ने पक्षमा पनि म छैन। यही संविधानमा टेकेर आगामी 6 महिनामा हुने भनिएको निर्वाचन हुन्छ भने यस्तै रिजल्ट आउँछ। तपाईले जसलाई चाहिँ रुचाउनु भएको छैन तिनै मान्छे फेरि चुनिएर आउँछन्। कसरी परिवर्तन हुन्छ? त्यसैले गर्दाखेरि यो एउटा नयाँ मौका हो, नयाँ चुनौती हो देशको लागि, र नेपालले चाहिँ आफ्नो पद्धति चुन्ने र यसका अगाडिका दिनहरूलाई चाहिँ कसरी डेमोक्रेटिक बनाउँदै लिएर जाने भन्ने कुरालाई रिथिंक गर्ने बेला हो जस्तो लाग्छ मलाई चाहिँ। मेरो ओपिनियन चाहिँ नि आजभोलि अलिकति अब्जेक्टिभ हुन थालेको छ। पहिला अब कुनै एउटा कम्पनीको चाहिँ नि एडिटोरियल पोलिसीमा बसेर काम गर्दाखेरि यहाँसम्म आएको पनि निल्न पर्थ्यो कहिलेकाहीँ उहाँहरू जस्ता मित्रहरूलाई पनि उहाँहरूले गरिरहनु भएको चाहिँ राजनीतिलाई किन बेकारमा नचाहिँदो दखल दिउँ भनेर पनि मलाई एउटा सफ्टीका रूपमा पनि धेरै मान्छेले हेर्थे। तर ठाडो प्रश्नै सोध्दैनस्, खालि सफ्ट प्रश्न मात्रै सोध्छन् भनेर पनि मलाई धेरैले भन्थे। तर अब ओपिनियन दिने बेलामा चाहिँ नि अब म सफ्ट हुनु जरुरी छ जस्तो लाग्दैन। त्यसैले जेनजी आन्दोलनलाई अन्डरमाइन नगरौँ। यो सकिएको छैन। यो पहिलो दिनको म्यासेकरका कारणले दोस्रो दिन तन्किएको हो हैन, तन्किएको हो, थन्किएको हो, तर यो सकिसकेको छैन। थन्काउनका लागि मैले अघि नै भने ओपन फ्लसका टिमहरूले भरमग्दुर प्रयास गरिरहनु भएको छ। त्यो धेरै दिन टिक्दैन मेरो विचारमा। भनेपछि अर्को एउटा भनौं दशैं तिहार छठपछि होइन थन्किएको चीज फेरि बाहिर होइन, त्यो मैले अघि नै पनि भने मुद्दाहरू टेबलमा आउन पर्यो। मुद्दा लुकाएर डिस्कसन हुनु भएन। यसमा टेकेर गरौं, केमा टेक्ने के पनि छैन अब हामीका होइन। डेमोक्रेसीको चाहिँ नि भनौँ न दरबार, डेमोक्रेसीको मन्दिर संसद जल्यो, डेलिभरीको चाहिँ नि अर्को दरबार मन्दिर सिंहदरबार जल्यो, न्यायको दरबार जल्यो, न्यायको मन्दिर जल्यो। र गाउँ गाउँमा सिंहदरबार भन्ने जुन नारा हामीले नेपालमा बीजारोपण गरेका थियौं, सिम्बोलिकली पूर्व पश्चिम जताततै उत्तर दक्षिण जताततै हेरौं, सिम्बोलिकली डेलिभरी का मन्दिरहरूमा पनि अट्याक भएको छ, शान्ति सुव्यवस्थामा पनि अट्याक भएको छ। भनेपछि सबैले रिथिंक गर्ने बेला भएन र भने होइन। प्रोफेसनली कसले काम गरेको छ यहाँ? कसैले पनि गरेको छैन। सो आई थिंक प्रोफेसनल राज्य सञ्चालनको दिन आयो जस्तो लाग्छ मलाई चाहिँ। त्यसैले गर्दाखेरि म आन्दोलनका लागि आन्दोलनको कुरा गरिरहेको छैन, तर यो यत्तिकै छोपछाप गर्ने कोसिस गर्यौं भने यो झन् ठूलो विस्फोट हुन्छ।